होइन। अनि एक्जाममा चाहिँ जस्तो भए पनि क्वेसन नछोड्ने है, किनभने अब फाइनल यही भएर नत्र पनि बहुत गाह्रो हुन्छ। जस्तो जे भए पनि क्वेसन नछोड्ने, अलिकति भए पनि लेख्ने है। जस्तो न्युमेरिकल्स आयो, मैले भनिरहेको छु बार बार है, अहिलेको लास्टको अब यो 2 4 5 मिनटको कुरा ध्यान दिएर सुन कि न्युमेरिकल्स आयो भने टक्क गिभेन लेख न है बाबा, गिभेन जे दिएछ नर्मालिटी दियो होला के त्यो गिभेन त लेख्न सकिन्छ त। गिभेन लेख्ने, अनि कुन फर्मुला लाग्छ तिम्रो दिमागमा आइरहेको छैन, कुनै न कुनै फर्मुला त होला त। ए डब्लु इजिकल टु एनइबी बाई 1000, अलिअलि डाटा राखे जस्तो गर, अलिअलि कट्याङकुटुङ गर, भलै एन्सर नआउला के। तिमीले यति मात्रै गरेर छोड्यो भने पनि नि त्यसलाई बाध्य भएर नम्बर दिनुपर्छ क्या। मैले यही कुरा बार बार क्लासमा सिकाएको, अब जसले फलो गर्छ त्यो फेलै हुँदैन होइन। अब किनभने तिम्रो चाहिँ 3टा 4वटा न्युमेरिकल हुन्छ होइन, 4वटा न्युमेरिकल छ, अनि 4वटा न्युमेरिकल तिमीले चाहिँ यस्तै अलिअलि लेख्यौ, ए गिभेन लेखेछ, फर्मुला लेख्न गर्न चाहिँ खोजा रहेछ केटोले अथवा गर्न चाहिँ खोजा रहेछ स्टुडेन्टले, अब चाहिँ अलि चाहिँ दिमाग पुगेन छ भन्यो भने 1 नम्बर त दिनै पर्छ क्या। क्लास होइन नि त यो, तिमीहरूको चाहिँ टर्मिनल इक्जाम भयो ए मुलाको सागले गराएको छैन भने स्वाट काटिदिन्छौँ त हामी। यो त फाइनल हो, फाइनलमा कपी चेक गर्ने प्रोसेसमा विद्यार्थीले लेखेको छ, केही न केही लेखेको छ, नम्बर देऊ भन्छ। तिमीले ल भनौँ 4वटा न्युमेरिकल आयो, यस्तै गिभेन केही पनि आएन, तिमीलाई अलिअलि न्युमेरिकल अलिअलि गिभेन सिभेन सुनेको भरमा अलिअलि फर्मुला लेख्यो भने 4वटा न्युमेरिकल 4 नम्बर आयो कि आएन? 4 नम्बर आयो है। अनि भेक्टर मेस, हफम्यान, नाइट्रस एसिड रट, जसरी पनि रट भने अस्ति भर्खरै पढाइदिएको छु, त्यो 5मा 5 आउँछ। कति भयो? 9 नम्बर भयो कि भएन? अनि केमिकल काइनेटिक्सको कति सजिलो हिसाब छ, त्यो थ्योरी पढ्ने भनेको छु हो। 8 नम्बर भयो कि नै? 17 नम्बर आयो कि? 4 नम्बर हावाको भरमा आयो। 5 नम्बर क्वेसनै लिक जस्तो छ, भिक्टर मेस र हफम्यान भनेको छ। केमिकल काइनेटिक्स पनि क्वेसनै लिक छ। अब यति 2टा पढ्न सक्दैन, 4 त हावामा आएको हो नि। एउटा च्याप्टर यो, 3टा क्वेसन यो, 17 आयो हो। अब हेर, अब 11वटा एमसिक्यू आउँछ, कतिवटा एमसिक्यू आउँछ? 11वटा। अनि विद्यार्थीले के गर्छ, साथीको हेर्छ फलानु यसो गरेर घाँटी तारेर, अनि ए लगाएको छ भने ए, बी लगाएको छ भने बी, सी लगाएको छ त्यो गर्छ क्या। त्यो गर्ने होइन नि त, तिमीलाई आउँछ, कन्फर्म छौ तिमी यो क्वेसन यही हो त त्यही गर, लेख। तिमीलाई केही पनि थाहा छैन, 11वटा अब्जेक्टिभ आइरहेछ, 11वटा अब्जेक्टिभमा तिमीलाई केही पनि थाहा छैन भने नि ए बाबा 11वटा बी लेखिदेऊ न, किन 11वटा बी लेखिस् भन्दैन क्या। एमसिक्यूमा नि 95% एन्सर बी र सीमा हुन्छ, ए र डीमा एन्सर एकदमै कम हुन्छ, नपत्याए तिमी युट्युबमा गएर पनि हेर, चाहे चाहिँ तिमी किताबमा हेर, बी र सीमा एन्सर 95% हुन्छ। भनेपछि फेरि बिसी बिसी किन गर्ने क्या, प्रोबेबिलिटी त लेस भइहाल्छ नि त। प्रोबेबिलिटी म्याथमेटिक्समा प्रोबेबिलिटी किन पढायो त? हेर त, 11वटा बी लेखिदेऊ अथवा 11वटा सी लेखिदेऊ कि 3 नम्बर अथवा 4 नम्बर चाहिँ आँखा चिम्लेर आउँछ, मिल्छ मिल्छ 11वटामा 4वटा। अनि चाहिँ 17 र 4 कति भयो? 21। अब भन्न त नमिल्ने हो, 20 आयो भने पास हुने हो क्या तिमीहरू, बुझ्यौ नि? 5 7 नम्बर नि ग्रेस दिन्छ क्या। अब यति क्वेसन त गर्दैन, 2 4वटा त यत्रो पढाएको छ, अरू गरिहाल्छ नि त, पास त भयो त्यही, त्यो टाउको दुखाइ नै छैन। भनेपछि अब केमिकल काइनेटिक्स पढाइदिइसकेको छु, यो पनि पढाइदिइसकेको छु, यो मेरो फर्मुला दिमागमा राख्ने, केही आएन के गर्छ, गिभेन लेख्छ, अलिअलि फर्मुला लेख्छ, नमिले जस्तो हुन्छ, कहीँबाट चिट आउँछ कि साथीले सिकाइदिन्छ कि भन्यो अनि स्वाट काट्यो क्या। अनि त्यसरी फेल हुने हो, त्यसरी बिग्रिने हो। त्यो टपिकसँग रिलेटेड केही न केही कुरा आउँछ, अलिअलि भयो भने अलिअलि भयो भने लेखेर छोडिदिने, त्यसलाई काट्ने काम नगर्ने, बुझ्यो है? ल